हेलो गाइस, सबैलाई स्वागत छ जेमेसी। अनि आजको दिन चाहिँ अनि चर्चबाट सुरु भएको छ किनकि आज चर्चमा लाइट लाउनु पर्ने छ। यो देखिराख्नु भएको चर्च सबै लाइट लाउनु पर्ने छ है। अनि यो ट्रीहरू नि अशोक रुखहरू अनि यता पनि लाउनु पर्ने छ गाइस। यो वालहरू यतातिर लाउनु पर्ने छ सबै। अनि आज हाम्रो लाइट लगाउने मात्रै काम छ है। भित्र बाहिर सबै लाइट मिलाउनु पर्ने छ आज। योहरू लाउनु पर्ने छ। यति चाहिँ रुख लगाइसक्यौँ हामीले अहिले। हाम्रो भाउजूहरूले खानाको लागि बनाउँदै हुन्छ। जयमसी भाउजूहरू, हाम्रो दुईजनै भाउजूहरू हुनुहुन्छ। के बाग्यो? लाइट छ त हामीसँग। ए लाइन गएको छ कि क्या? गाइस, हामीले चाहिँ यहाँनिर क्रिसमस ट्री पनि भेटेर बनाइसकेको छौँ। पहिलाको गमला तपाईँहरूले यो ल्याउँदा फुटाउनु भएन त? बोक्दा नअटेर चिप्लेर फेरि रोल्दा पनि हेर्नु सजित्रै ढाट्नुहुन्छ। मलाई पो भन्नुहुन्छ दुईजनै अघि ढाट्दै निस्किनुहुन्छ। त्यहाँनिर लाइट लाउँदैछन्, काम भइरहेछ। लाइट के थर्काउँछ धन्कुले त मलाई। अनि क्या नि झुन्डाउँदै हिँडेको त नि यस्तो भयो हाम्रो हालत त्यस्तो छ। यता पनि भइरहेको छ काम चाहिँ। आज बेलुका लाइट बाल्नु पर्ने थियो। हेलो प्रशान्त दाइ, जयमसी। यो बाइक हेर्दाखेरि हामीलाई होइन तपाईँ यहाँनिर हामीसँग लाइट यसरी लाइट लाउँदै गरेको जस्तै पनि लाग्छ क्या दाइ। तर के गर्नु, अहिले यस्तै छ। तपाईँ हुनुहुन्न, हामी एक्लै छौँ। हामीहरू 2-4 जना धेरै सम्झेको छौँ अरे हो हामी सबैजना। सबैकोबाट धेरै सम्झना छ अरे त यो लाइट लाउने उयसमा। ल अब पर्साद तिमी नभए पनि अब तिमीले हाम्रो निम्ति ल्याइदिएको यस परमेश्वरले जुटाउनु भएको तिम्रो असल करङले हामीलाई यहाँ मिठो खाना पकाउनमा सहयोग गरिराख्नु भएको छ। अनि त्यसमा मार्फत हामीले तिम्रो सहयोग, तिमीबाटै सहयोग भए जस्तो हामीले अनुभव पाइरहेको छौँ। हुन्छ, यति नै छ मेरोबाट। ल गाइस, अहिले चाहिँ दिनको 12 बजी चाहिँ हामीले बाँस काट्नु जान्छौँ साथीसँग। हामी चाहिँ स्टारको लागि स्टार झन्डाउने बाँस काट्न जाँदैछौँ। बाँस चाहिँ है त गाइस। हामीले यहाँनिर चाहिँ एउटा खुपिया जग्गा भेटेको। खुपिया जग्गामा चाहिँ यहाँनिर लुगाहरू हन्टर हाउस अरे। यहाँनिर चाहिँ टक्क सिकारीहरू पर बँदै लाउँछ यतातिर। यहाँबाट गन्दै सट्ट ताकेर ड्याङ हुन्छ है। यस्तो छ जङ्गलतिर। अब हामी बाँस काटेर लान्छौँ है। ऊ त्यहाँ बाँस काटेर आएर त्यही लानेको। यता चाहिँ रहेछ क्या यता चाहिँ होइन हौ, यो चाहिँ हो क्या, यो हो क्या।
ल है गाइस हामीले बाँसु नि काटिराखेको थियो त्यो मिलाएर जाँदैछु मैले। ल गाइस हाम्रो खाना खाने बेला पनि भएछ अरे, खाना पाकिसकेको छ, हामी खाना आँटेको छौँ है। यसो दिदी ह्याप्पी ह्याप्पी क्रिसमस डे। त हेरेर खाएर तेरो मर्जीमा रे। कुन धेरै छ त्यो खानु अरे? थोरै छ अरे मासु हेर न। खाना खा उति उति हालेको लु बसौँ है। 5 बस्ने गरी घुम्ने गरिहाल्ने। करिना 5 गते बिहेमा जाने अरे न, बिहे चाहिँ माघमा हुन्छ यार। क्रिसमस चाहिँ नमनाउने जाने। क्रिसमस नमनाइ जाने नाच्नु न। हाम्रो अनन्त भाइ पनि ढिलो ढिलो भए पनि काम गर्न आइपुगेको छ है। बाहिर हेरौँ है त। एकछिन सरी दा, यहाँनिर हामीले लाइट चेक गर्दैछौँ। अहिले हाम्रो यहाँ 4-5वटा रुख मात्रै बल्यो। अब एकछिन भोलि एकछिन हेर्छौँ है त, भरे बेलुका हेरौँ है त। हाम्रो लाइट बल्नु खोज्दैछ है गाइस। यताको चाहिँ बनाउनु भएको छ। ओभर मान्छे चाहिरहेछ। हाम्रो अरू लाइट भइसक्यो। अब यो यताको यो मेन हलको मात्रै बाँकी छ लाइट। रातिको 6 बज्यो रातको। यता चाहिँ बाहिरको सबै बल्छिएको छ है। अब हेरौँ है त एकचोटि। गाइस अहिलेसम्म चाहिँ हामीले यति लगाइसकेको छौँ। स्टारको माथि त्यो बलेन, त्यो भोलि दिउँसो बनाइन्छ है यो। अनि यो पनि बलेन जस्तो छ। ए बल्दो रहेछ। यता भयो हाम्रो दिदी। आजको हाम्रो काम कस्तो लाग्यो झिलिमिली चर्च? अनि यस्तो भएको छ। अब भोलि त्यो स्टार बनाउने, अनि भित्रको अलिकति काम छ भित्र। यस्तो छ है। ल है त यस्तो छ गाइस। लु अब आजको हाम्रो भिडियो यहीँसम्म छ। हामीले लाइटहरू पनि लगाइसकेको छौँ है। अनि अन्तिममा हाम्रो काम गर्नुलाई हाम्रो अनन्त भाइ र बेन्जामिन भाइ पनि आएको थियो, धन्यवाद। निर्जा पनि आएको थियो। कस्तो अन्तिममा बेला एक्जाम दिँदै मैले आज के क्लास? म चाहिँ एक्स्ट्रा क्लास भएर ढिलो एक्जाम खतरा थियो कि। ल तिमीलाई ठिकै छ। एक्जाम मैले एक्जाम सकिनु, म एक्जामको टेन्सन थिएन, मलाई झिलिमिली लाउने टेन्सन थियो। हामी त्यही हो नि फेरि। तर म यो कुरामा केही मान्दिनँ नि, यो कुरामा मान्दिनँ। यतिमै है त। ल बन्दा भोलिलाई अर्को भिडियोतिर भेटौँला। जय मसी, गुड नाइट, सी यु टुमरो, सी यु क्रिसमस भिडियो होला।